जाने होइन म चाहिँ एकदम बिजी भइरहेको छु आजकल होइन एक दिन छुट्टीमा पनि घुम्न निस्के हात 2 दिन छुट्टी निस्के है मम्मी चिपाएर न त ल खान चाहिँ आज उहाँ हुनुहुन्छ होइन बाउ खै बाउ यता हेर चिन्छ मेरो मम्मी मेरो बाउ अनि म यस्तो चाहिँ भन्नु पऱ्यो नि त म मेरो मम्मी मेरो बाउ अनि यो नागासाकी सहर गाडी आयो पुरै नमिल्ने कहाँ पुग्यो हामी फेरि आफै आउँछ कि आउँदैन फेरि आफै आउनु सक्छ कि सक्दैन जति एउटै बाटो ल्यायो नि कहिले सम्झिने भएन होइन मेरो छुट्टी चाहिँ सब युज गर्ने भयो थप्पा युज गर्ने भयो मेरो छुट्टी चाहिँ होइन राम्रो फुल रहेछ दुईजना कपालहरू गाडी कुरिरहेछ भने चाहिँ यहाँबाट हाम्रो लिसाले चाहिँ मेसेज गरिरहेछ हाम्रो बहिनीले हाम्रो मम्मी चाहिँ कहीँ बस्नु हुँदैन निदाइसक्यो कहीँ बस्नु हुँदैन निदाइसक्यो ए पेङ्गुइन सिजो खानमा आइसक्यौँ दुईजना कपाल पनि आइरहेछ एक्लै उपर बजाउँदै हिँडे पैसा वेलकम हो हेर्न बाटो हेर्दैन अनि तन्नै कमलको फुल रहेछ हिलोमा फुलेको कमलको फुल त्यहाँनिर कतातिर पिङ्क कलरको थियो त्यहाँ पिङ्क कलरको सेतो हिलोमै फुल्छ जे कुरा नि राम्रो चिज चाहिँ होइन अगाडि जान्छ कि फेरि कोही चाहिँ फेरि कति नै बाटै चिने जस्तो होइन के पखेटा फिन्जाउन लाग्यो के हो तपाईँले कस्तो मेरो गल छ नि 520 बन्द गरौँ ट्याप गर्नु न त्यसरी हो लाउनु ल भयो यति हो यही हेर्ने कस्तो लाउँ अरे माथिबाट हेर्ने माथिबाट नि छ माथिबाट पालबाट हेर्ने यिनीहरू चाहिँ हेर्न आउँछ नि माछा हेर्नु त्यहाँ बर्खाको बच्चा हेर्ने के माछा हो त्यो बाम माछा होला नि अङ्गालो मार भने अघिको जस्तै गरेर बस्ने अङ्गालो मार्नलाई पनि के साह्रो हो त्यसरी ल वाउ ल पक्ने ल आउनु कम कसले भने त्यो अक्टोपस भनेर स्टार फिसलाई अक्टोपस भन्छ चिसो बनाएको यहाँ त फोटो खिच्नु पर्यो त्यहाँ दुम्फी जस्तो हतार भए उनीहरूलाई यहाँतिर चाहिँ नहेरेर पहिले त्यो हेरौँ रे
माछा नै बन्द गरेको छ नि त्यहाँ मासु खाने माछा त हो नि होइन यसको जिउ नै बन्द गरेको छ कि त्यहाँ माथि पनि जान्छ र यिनीहरू है जानु होला नि माथि बुलुक बुलुक आउने बाटो नै ढुङ्गा छ नि बेला बेलामा बुलुक बुलुक खाजा दिने हो कि त्यहाँबाट बाउ के हो रे अलि उता पनि छ क्या खुल्ला खुल्ला छ क्या उता अनि उता छ ऊ यहाँ पेङ्गुइनको उसहरू प्रकारहरू पेङकङ होइन क्या पेङ्गुइन पेङ्गुइनको अन्डा ठुल्ठुलोहरू छन् पेङ्गुइनको त्यो प्रकारहरू होला नि कुनैले ठुलो पार्ने होला कुनैले सानो पार्ने अन्डा त होइन यसको आकार होला अन्डै त होइन अब त्यो मान्छे चाहिँ त्यसको त्यो हड्डीहरू त्यसको भुत्ला यहाँ यी भुत्ला हेऱ्यो अब हामी यहाँबाट उयोनिर जाने यहाँभित्र चस्मा लगाएर हेर्ने ठाउँ उयो क्या चस्मा लगाएर हेर्ने नि त बिस्तारै हेर्न जाने एउटा चाहिँ यता जाउँ उता जाउँ एउटा चाहिँ रेस्ट गरौँ लुक्दैन बसिहाल्छ नि यस्तो छ एउटाको पारा होइन अनि एउटाको पारा यस्तो छ म मेरो बाउ यहाँनिर चस्मा लगाएर हेर्ने कि अन्डा चाहिँ कहाँ बनाउँछ मम्मी यहाँनिर अहिले हेर्ने कि आउनु त्यस्तो मरेको अब त्यस्तरी उ गरेर राखेको नि सजाएर राखेको नि औषधिहरू राखेर नेपालमा त्यो जरायोहरूको टाउकोहरू राख्दैन यहाँभित्र जाउँ ल यो भित्र हेऱ्यो भने चाहिँ त्यो चस्मा फुकालेर लाउनु न यस्तो हुन्छ क्या यस्तो भएन अनि थिचेर यसरी लाउनु न यस्तो देख्छ क्या खै हेर्नु त मसँग आउनु त यता मसँग यस्तो किते ल हेर्नु अब समात्दा हेर्दै हिँड्नु न चस्मा एउटा फुकाल्नु कस्तो देखेको ल हिँड्नु देख्यो है समात्नु मम्मी एउटा दुइटा झोलामा हाल्नु एउटा दुइटा झोलामा हाल्नु के गोजीमा पनि हाल्नु बाउ पनि छुनु न खै बाउले नि छुनु ल गोजीमा हाल्नु एउटा दुइटा लगेर छ नि नेपाल सानो पुन्टीहरू रहेछ यहाँ त पुन्टीहरू उसलाई तल जान हतार भइसक्यो त्यहाँ ऊ फटफट फटफट होइन तलबाट जाने तल नि तिनीहरूले त्यो माछा भनेर त्यो यस्तो गरे हो क्या फेरि गर्नु न त्यहाँ खालको छ उल्टो भइसक्यो उनीहरूको ट्र्याक गर्ने सिस्टम होला नि के होला नि सबैलाई छुवा कत्रो ठुलो रहेछ ओ यहाँ छु न ए यहाँ त रहेन रहेछ त्यहाँ फोटो खिच्ने त समुद्र भाग्दैन उही त जाली छ त ऊ ए उतै गएछ समुद्र त अस्ति त उहीँ थियो हाम्रो यहीँ भयो होइन पेङ्गुइनको लास्ट स्टेसन राम्रो सानो टुङ 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 गरेको ठुलो रहेछ किन्ने किन्ने किन्ने
एन्जलको बाउ भिडियो खेलेको छोडिहाल्दो रहेछ कसैको भएको किन छोडेको खै हान्ना हेर त वाउ वाउ ल खै म पनि त्यही जान्न अब त्यसरी नै बस्नु न दुईजना वाउ ल त्यसरी बस मेरो बाउ मेरो बाउ मेरो माउ कस्तो लाग्यो मम्मी रमाइलो लाग्यो रमाइलो लाग्यो आज पेङ्गुइन हेर्न आयो अस्ति हामी डल्फिन हेर्न गयो अब हामी कहाँ जाने अब टोकियो जाने ओके 2 हप्तापछि टोकियो जाने त्यसपछि कहाँ जाने त्यसपछि घर जाने नेपाल जाने नेपाल ब्याक टु द नर्मल त्यसपछि होइन खै मेरो बाउलाई नि सोधौँ न त बाउ तेरो बाउ मजा आयो अब घुमेर आयो अब घुमेर मजा आयो हेरेर पनि आयो अब जाने घरमा घर जाने अस्ति डल्फिन हेऱ्यो आज पेङ्गुइन हेऱ्यो अब घर जाने सुँगुरको मासु र भात गुम खाने बस्ने अब आनन्दले यत्रो बुढी हुँदा नि भात खाने भनेर चाहिँ छोड्दैन त्यही भएर म पनि यस्तो मोटो भएको लाग्यो होइन खाने हो परिवार रुख भएर त्यहाँ हवाई जहाज घुमिरहेको छ हाम्रो पेङ्गुइन उस्तै सक्यो अब यहाँबाट हामी घर जान्छ बाई बाई कति तल्ला कति तल्ला माथि चाहिँ